हेलो छ्यामा हाय छोरी। तपाईँ कता हिँड्नु भएको अरे आज आज घुम्नु हौ छोरी। बाटो बाटो होइन कस्तो राम्रो छ है कस्तो राम्रो छ भनेको हेर्नु हेर न न। जता हेऱ्यो त्यतै रमाइलो छ के रमाइलो बाटो छ है। हिँड्नु भन्नु मात्रै तर यति रमाइलो 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 ठाउँहरू छ। छ हामी जाने बाटो त्यता हो यसो दुःख हामी बिगार आएको बिर्सिँदैन यता हो छैन। भनेको एकछिन दुःख गरे हिँड्दा पनि। हिँड्दै अनि यसो भेट के अरे उयो गर्यो अनि बाहिर आउटिङ निस्क्यो रमाइलो छ एकैछिनमा बित्छ समय दुःखलाई बिर्सिन्छस् त्यस्तै शीतल होइन। वातावरण सफा रमाइलो। सफा छ रमाइलो छ हेर्नु न हामी हिँड्ने बाटोहरू यस्तो छ कस्तो अनि राम्रो। यस्तो राम्रो बाटोमा अनि यसो मन मिल्ने मान्छे गफ गर्दै हिँड्दाखेरि छ्यामा झनै रमाइलो छ्यामा र म भएपछि झनै रमाइलो त्यसमा एक बोतल भयो भने झनै रमाइलो नाच्नु निस्किन्छ होला। एक बोतल भयो भने झनै रमाइलो हाम्रो झोलामा छ हौ बोतलहरू पनि नपिउने त्यो त अनि फेरि अहिले दिउँसो घामै छ नि त सुत्ने बेलामा ल निन्द्रा पनि लाग्नु पर्यो। आफ्नो पर्यो घरको सम्झना आउँछ। हिँडेर मात्रै भएन काम गरेर मात्रै भएन यसो दिमागलाई मेन्टली यसो रेस्ट पनि हुनु पर्यो खुसी पनि घर गाउँको छोराछोरीको बुढाको मायाले फेरि निन्द्रा लाग्दैन खाइदिने ओके साथीहरू जस्ट फन